कहते हैं ना, दुख परेशानियां बहुत आते हैं और जिंदगी में बहुत चले जाते हैं। अहिले 9 बजिरहेछ। म तपाईँको सिन्धुली जिल्लाको र यता रामेछाप जिल्ला र उता काभ्रे जिल्लाको बिचको पुलमा छु। हेर्नुहोस्, यहाँ छ पुल, पुलमा छु। मेम्बरको वेट गरिरहेको छु। दिदी आउनुहोस् न, पुसको महिना छ, किस्ता तिर्नुहोस् न भनिरहेको छु। तर हुन्छ सर म आइरहेको छु भन्दा भन्दा तपाईँको आज 15-20 दिनदेखि आइरहेको छैन। हेर्नुहोस्, त्यो तपाईँको के छ नि, अब पहाडको बाटो छ, माथि माथि अहिले देखिरहेको छैन, कुहिरो लागेको छ, पहाडको बाटो छ। अब त्यहाँ जानलाई मलाई लगभग 2 घन्टा जति लाग्छ। तर उहाँलाई म भनिरहेको छु कि दिदी तपाईँ क्युआरमा पनि पैसा हाल्न सक्नुहुन्छ, क्युआरबाट पनि हाल्न सक्नुहुन्छ। हुन्छ सर हुन्छ भन्छ, हाल्दैन। अब पुसको क्लोजिङ हो, हाकिमको टचर हो, माथिको प्रेसर हो, संस्थालाई ग्रो गर्नुपर्छ, संस्थालाई नाफा गर्नुपर्छ। संस्था नरहे हामीहरू कहाँ रहला, संस्था नरहे हामीहरू कहाँ जागिर गरौला भनेको लागि नि अब हेर्नुहोस्, अब माथि नै गइरहेको छु। अब माथि के भन्छ त्यही भएर